विशाल महासागरको छातीमा अमेरिकी सैन्य शक्ति र प्रभुत्वको प्रतीक मान्ने विशाल आणविक युद्धपोत युएसएस अब्राहम लिङ्कनको भित्र आखिर के भइरहेको छ? बाहिरबाट हेर्दा अभेद्य र अति शक्तिशाली देख्ने यो विशाल सुपर क्यारियर अहिले भित्र रूपमा चरम असन्तोष, अमानवीय, अव्यवस्था र गम्भीर सङ्कटको चक्रव्यूहमा फँसेको छ। केही विशाल अमेरिकी युद्धपोतभित्र कमान्डर र चालक दलका सदस्यहरूबीच भाइलेन्ट क्लेश र विद्रोह हुँदा 7 जना सैनिकको ज्यान गएको खबर साँचो हो वा यो केवल इरानी सञ्चार माध्यमहरूको दुर्प्रचार मात्र हो? आज हामी यही रहस्यमय घटनाको विस्तृत विश्लेषण गर्नेछौँ। 250 दिनभन्दा लामो समयदेखि हिन्द महासागर र मध्यपूर्वको तनावग्रस्त जलक्षेत्रमा निरन्तर युद्धरत रहेको यस युद्धपोतमा अहिले सरसफाई, खाना र आधारभूत सप्लाईहरूको हाहाकार मचिएको छ। इरानसँगको लम्बिँदै गएको द्वन्द्वका कारण जहाजले कुनै पनि सुरक्षित बन्दरगाहमा रोकिने अवसर पाएको छैन, जसका कारण सप्लाई चेन पूर्ण रूपमा अस्तव्यस्त बनेका छन्। जहाजमा रहेका 5000 भन्दा बढी प्रशिक्षित नौसैनीहरू पेटभर खान नपाएर सेरल फेटिग्यू र डिप्रेसनका शिकार बनिएका छन्। बिग्रिएको शौचालय, तातो पानीको अभाव र फोहोर वातावरणले गर्दा सैनिकहरूको दैनिक जीवन अत्यन्तै कष्टकर बनेको छ। इरानी सञ्चार माध्यम तस्निम र मेहरका अनुसार यही चरम निराशा, आक्रोशका कारण जहाजभित्री कमान्डर र चालक दलबीच झडप हुँदा 7 नौसैनिकको मृत्यु भएको दावी गरिएको छ। यद्यपि अमेरिकी पेन्टागनले यो खबर अस्वीकार गरेको छ, तर अमेरिकी सैनिकका परिवारजनले आफ्नो सन्तान चरम मानसिक तनावमा रहेको र केहीले समुद्रमा हाम फालेर आत्महत्याको प्रयाससम्म गरेको सनसनीपूर्ण खुलासा गरेका छन्। विश्वभर आफ्नो सैन्य वर्चस्व देखाउने सुपर पावर अमेरिकाको आफ्नो अभेद किल्लाको यो आन्तरिक भेदले सम्पूर्ण विश्वलाई चकित पारेको छ। के अमेरिकाले आफ्नो सैनिकलाई अपेक्षा गरेको हो? आफ्नो विचार कमेन्टमा राख्नुहोस्। कृपया लाइक, सेयर, सब्सक्राइब र फलो गर्नुहोस्। फेरि अर्को रोचक कथासहित भेटौँला। नमस्कार।